नमस्ते। आज छुट्टीको दिन चाहिँ हामी मामा र भान्जा चाहिँ यता हैनबरबाट चाहिँ बेजिङ स्टक भन्ने ठाउँमा हामी जाँदैछौँ। यस्तो सफा देखिन्छ है यहाँको बस स्टेसन कस्तो व्यवस्थित छ। नेपालको हिसाबमा त यो त धेरै फरक है। सबै आफ्नो आफ्नो धुनमा आफ्नो काम आफ्नो जीवनशैलीमा व्यस्त छ। बसहरू चाहिँ आफ्नो टाइममा हिँड्दो रहेछ। ल अहिले दिउँसोको चाहिँ 2 बजिरहेको समय छ। यो हामी बस्ने एनोभरको चाहिँ यो बस स्टेसन बस पार्क। हामी आज छुट्टीको दिनमा मामा भान्जा चाहिँ यो एनोभरबाट यता बेजिङ स्टक जाने ठाउँमा बेजिङ स्टक भन्ने ठाउँमा आज जाउँ कि भन्ने सोचेर चाहिँ हामी यता यो बस आइसकेको छ। बेजिङ स्टकको चाहिँ बस आइसकेको छ। अब हामी एकछिनमा चाहिँ हामी खासै काम त केही पनि छैन, तर यसो घुमघाम छुट्टीको दिनमा चाहिँ यसो माइन्ड फ्रेस गर्ने हिसाबले हामी जान्छ। यो चाहिँ यो एनोभरको चाहिँ यो बस पार्क। अब हामी जानको लागि चाहिँ बेजिङ स्टक जानको लागि चाहिँ 2:10 जाँदाखेरि चाहिँ हामी जान सकिँदो रहेछ। 2:10 चाहिँ हाम्रो गाडी हिँड्छ र गेट राउन्ड भनेको 3 पाउन्ड लाग्दो रहेछ हाम्रो। लगभग 1 घन्टा चाहिँ हाम्रो लाग्छ। त्यो एनोभरबाट बेजिङ स्टक जानको 1 घन्टा लगभग 3 पाउन्ड लाग्दो रहेछ गाडी भाडा। बेजिङ स्टक 14:10। अब हामी अहिले 2 बजिरहेको छ। अब 10 मिनटपछि हामी हिँड्छौँ। अब यो बस ढोका खोल्नुभन्दा पहिला चाहिँ यहाँ लाइनमा बस्नुपर्ने छ। यस्तो लाइनमा यति सिस्टमेटिक तरिकाले सबैजना हामी बसमा जाउँ। Ticket this time? Did that then? अब समय हुन लागेको छ यहाँबाट हिँड्नलाई। Bello, छुट्टीको दिनमा चाहिँ हामी मा भन्छ चाहिँ आज बेजिङ स्टक घुमेर आउँ भन्ने हिसाबले हामी जान लाग्छौँ। सबैजनालाई नमस्कार छ। अहिले दिनको चाहिँ 2 बजिरहेको समयको छ। समय छ नेपालको त 6 बजिरहेको समय होला। अब हामी अगाडि छौँ है। एकदम अगाडिको चाहिँ दृश्य अवलोकन गर्दै यो 2 तले बस रहेछ। 2 तलेको चाहिँ बसको चाहिँ माथिल्लो छतमा हामी छौँ। अब हामी हाम्रो प्रस्थान गऱ्यौँ। टाइमको यति ठुलो महत्त्व छ कि ठ्याक्कै यो 1 सेकेन्ड पनि नपुग्दो रहेछ। 2:10 भने ठ्याक्क 2:10 चाहिँ यो गाडी आफ्नो ठाउँबाट हिँडिसक्नुपर्ने रहेछ। प्यासेन्जर बस या नबस हाम्रो देशमा पनि यस्तै सिस्टम भएको भए समयअनुसार यहाँ चल्न सक्ने भए कति राम्रो हुन्थ्यो। समयको गति सँगसँगै हामी पनि चल्न सक्यो भने जीवनमा व्यक्तिले मात्रै होइन देशले पनि प्रगति गर्दो रहेछ भन्ने एउटा राम्रो उदाहरण मैले यो युगमा चाहिँ आएर थाहा पाएँ। समयको महत्त्व र रुल्समा चाहिँ हिँड्ने। थ्याङ्क यू। ल हामी जाँदैछौँ। यस्तो मजाले चाहिँ घाम लागिरहेको छ। बाहिरको टेम्परेचर 14-15 भए पनि हामीलाई चाहिँ मजाले चाहिँ यो घामको चाहिँ अगाडि परेर चाहिँ यहाँ फिल भइरहेको छ। अब हामी एनोभरबाट चाहिँ बेजिङ स्टकको चाहिँ बाटोतिर हामी प्रस्थान गर्दैछौँ। रमाइलो फिल भइरहेको छ। यस छुट्टीको दिनमा चाहिँ हामी सबैजना चाहिँ यसरी घुम्न पाउँदाखेरि यस खुसी मिल्छ। घुम्नु पनि पर्छ, किन भन्दाखेरि 1 हप्तासम्म काम गर्नुपर्छ।
एक हप्ताभित्र चाहिँ आफूलाई चाहिँ मोटिभेट गर्नु पर्यो, माइन्ड फ्रेस हुनु पर्यो होइन। ताकि फेरि एक हप्ताको लागि फेरि आफूले चाहिँ मजाले काम गर्न सक्छ। यहाँको चाहिँ ठाउँ एउटा एक प्रकारले एकदमै रमाइलो ठाउँ है। मलाई चाहिँ नेपालमै बसेको जस्तो फिल हुन्छ। ट्राफिक नियमहरू पनि यतिकै इम्पोर्टेन्ट हुन्छ यहाँ। ट्राफिक नियम अनुसार चाहिँ हामी बाटो क्रस गर्ने प्यासेन्जर अनि त्यसपछि गएर गाडी चलाउने चालक सबैजनाले आफ्नो आफ्नो रुल्स फलो गर्नुपर्ने हुन्छ। यो लाइटको नियम अनुसार चल्नुपर्ने हुन्छ। र यहाँ चाहिँ सबैजना चाहिँ आफ्नो आफ्नो जीवनशैलीमा व्यस्त, अनि आफ्नो आफ्नो काममा व्यस्त, कसैले कसैको मतलब नराख्ने, कसैले कसैलाई चाहिँ दुःख नदिने र समयको त्यति नै महत्त्व। र कुनै पनि व्यक्तिहरू यहाँ सफल हुनको लागि चाहिँ आफूले आफूलाई अनुशासित बनाउनु पर्छ। मैले त्यो सिकेँ। अब यो ठाउँमा चाहिँ यति अनुशासन छ कि मान्छेहरू यसो कुनै बेला चाहिँ खास केही तरिकाले यसो छोइएछ भने पनि यस्तो एपोलोजाइजहरू माफी माग्ने होइन, सरी भन्ने कस्तो राम्रो संस्कार है, कस्तो राम्रो सिस्टम। त्यो सानो बचपनदेखि नै त्यो संस्कारमा हुर्किएको भएर त्यसै भएको होला यहाँको मान्छेहरू। मलाई त्यो साह्रै मन पर्यो ठाउँको चाहिँ व्यक्तिहरूको मान्छेहरूको त्यहाँ बानी। अब हामी लगभग 4 महिना भयो आज हुँदैछ। अब 9 तारिकमा हामी 4 महिना हुन्छ नेपालबाट आएको पनि। 4 महिनाभित्र पनि यहाँभित्र हामीले धेरै कुराहरू सिकिसक्यौँ, बुझिसक्यौँ यहाँको चाहिँ सबै कुराहरू। खाली खाली छ ठाउँ। भिटा क्रस जाने बाटो होइन, यही बाटो हुँदै हामी कम्पनी जान्छौँ। हामी जाँदैछौँ लगभग 70-80 को चाहिँ स्पिडमा हामी जाँदैछौँ। चारैतिर हरियाली, प्राकृतिक सुन्दरताले भरिपूर्ण जङ्गलहरू, हरियाली भर्खर उम्रिएको चाहिँ अब गाउँका चाहिँ फाँटहरू साँच्चै नै यस्तो सुन्दर छ है। अहिले फेरि मौसम पनि यस्तो मजाले दिइरहेको छ, घाम पनि मस्त लागिरहेको छ। साइकल हेर्नु त यहाँ साइकलले गर्दाखेरि यस्तो 70-80मा अब जुन गाडीको स्पिडलाई पनि डाउन गरिदियो, साइड दिनुपर्ने। भने हाम्रो नेपालमा चाहिँ साइकललाई चाहिँ मान्छे जान्दैन है, तर साइकल चलाइरहेछ भने उताबाट गाडी आएछ भने ओभरटेक गर्न पाउँदैन क्या। कस्तो सिस्टम के साइकल चलाइरहेको छ, त्यो साइकल चलाएको मान्छेले चाहिँ साइड दियो अनि गाडी हामी अगाडि हिँड्यो। बाटो चाहिँ सानै छ है, यो भित्री बाटो भएर अलिक सानो हो। अनि हाइवेमा पुगेपछि अलिक चाक्लो बाटोहरू आउँछ। यहाँको चाहिँ यो बसको प्रतीक्षालय घर कस्तो मजाले खरको बनाउँदो रहेछ, यति बलियो। बाटो चाहिँ सानो छ है, तर वरिपरिको रुखहरू नफाट्ने बाटो चाहिँ सानै हो। नरबरी अनि यतातिर हामी जाने ठाउँ। स्टक अब हामी यता देब्रे दाहिनेतिर लाग्छौँ। अब हामी यो कच्ची बाटो भनेको अलिक साँगुरो बाटो चाहिँ क्रस भएर मेन सिटीको बाटोतिर हामी आयौँ। अब यहाँबाट हामी दाहिनेतिर राइट साइडको चाहिँ बाटो हुँदै हामी अब बेटिङ स्टकको लागि यहाँ अहिले पनि सब 2 बजिरहेको छ, 3 बजे 3:15 बजे लगभग हामी 1-2 घन्टा पनि बसेर घुमेर अनि फेरि हामी 5 बजेतिर 6 बजेसम्म नै हामी आयौँ।
ใช้ใช่ไหมส่วนก็คิดว่ามันใช้กำลังเพราะว่าเห็นคนก็เห็นเงินแต่เข้าใจยังไงแล้วอะไรก็แล้วแต่ที่เกิดเป็นคนน่ะถ้าก่อนหนึ่งเขาเป็นคนที่นี่แต่ก่อนเขาอยู่ก็พูดไม่ต้องหกคนใช่ไหมสมัยก่อนตอนนี้กูก็ยังไม่เข้าหกคนอยู่นะมันจะเปลี่ยนได้ทีนี้แต่กูยักได้มึงก็จัดไปยังตั้งใจนะ ल हामी अब हामी आधी बाटो त लगभग सिद्धियो होला होइन अब आउनु लाग्यो खास चाहिँ बेजिङ स्टक आउनु लाग्यो हामीขนาดที่จิ้มผมบอกขนาดที่น้องผมบอกไม่บอกให้แสดงว่าเขาเห็นใส่แล้วแล้วเขาเห็นเราลูกนะรู้ว่าประโยชน์แม่ก็คิดแล้วนะแต่ยังไม่รู้เลยว่าชีวิตครูติดครูจะถึงไหนมันคิดเองของมันคิดเพราะมันเลยนะผมเป็นน้องก็เจอหน้ากันทักกันแค่ปกติที่จะเกิดขึ้นหรือแต่ว่าจะทักพี่สบายดีนะมันชีวิตใครเพราะว่ามันชีวิตใครชีวิตมันไปแล้วแล้วแกก็ตัวใครก็ตัวมันลืมไปว่าเดี๋ยวมันลืมว่ามันอยู่ใต้น้ำยังไม่รู้ว่าคลื่นมันจะเกิดอะไรल हामी बेजिङ स्टक चाहिँ हामी लगभग अब आइपुग्यौँ काठमाडौँबाट बेजिङ स्टक दूरीको हिसाबले पोखराबाट चाहिँ दमौली डुम्रेसम्म गएको जति किलोमिटर होला लगभग 60-70 किलोमिटर बाटोอ๋อพวกรู้เองก็เอาเงินได้เงินมาให้นายเก็บหมดด่าเจ็ดรีบไปเปลี่ยนชื่อเลยไงนะอาร์ตมันคิดไม่ถึงคิดไม่ทันเปลี่ยนอันนี้ไงนะอาร์ตเราเปลี่ยนชับเปลี่ยนชับเลยเพราะว่าคนฉลาดแค่ไหนมันก็มีวันโง่หรือว่าल ठ्याक्कै हामी अहिले यो बेजिङ स्टकको चाहिँ यो द मल्स भनेको चाहिँ यो सुपर मार्केटमा हामी आइपुग्यौँ खास त अब काम त केही पनि छैन तर आज छुट्टी भएको दिन भएको कारणले गर्दाखेरि हामी यसो घुम्नको लागि मात्रै भनेर चाहिँ यो ठाउँमा आएको र अलिकति नेपाली सपिङहरू गर्नु पर्यो अथवा आफूलाई देशतिरबाट केही सामानहरू घर परिवारको लागि लानु पर्यो भने यो ठाउँमा आयो भने अनि हामी बसेको ठाउँ एनोभरभन्दा अलिकति ठुलो अलिकति बजार अलिक ठुलो भएको ठाउँ रहेछ यो ठाउँमा धेरै कुराहरूको सुविधाहरू पनि हुँदो रहेछ प्रायः मान्छेहरू नेपाल जाने मान्छेहरू सपिङ गर्नु पर्यो त्यहाँ आउँछ अब हामी अहिले नेपाल जाने कुरो त छैन है अब जाने बेलामा चाहिँ फेरि आउनु पर्ला यही ठाउँमा ठाउँ चाहिँ बसेको एनोभर ठाउँभन्दा अलिकति ठुलो लाग्यो मलाई ठुलो यो बिल्डिङहरू हामी बसेको ठाउँमा यस्तो ठुलो बिल्डिङ चाहिँ छैन है यो यता माथिको चाहिँ रेल स्टेसन रहेछ अब हामी यो मलभित्र एकछिन छिर्छौँ केही सामान किन्न नपरे पनि यसो ठाउँहरू हेर्नको लागि मात्रै भयो नि
हामी ठ्याक्कै 3:15 बजिरहेको समय छ। 3:15 बजेको समय अब हामी 2 घन्टा जति हामी बस्छौँ। 2 घन्टा बसिसकेपछि हामी एकछिनमा मुड फ्रेस हुन्छ भन्छ ल। अब हामी अब केही पनि छैन किन्नुपर्ने त है, तर ठ्याक्क घुम्नको लागि मात्रै यहाँ हो। यहाँ अहिले सस्तो कपडा पाउँछ सिराउनु त। यो चाहिँ हाम्रो यो भातबडी जस्तैकै ठुलो रहेछ। जुत्ताहरू चार पाउन्डको चस्मा नेपालमा गिफ्ट लैदिनु गजब रहेछ। ल अब यहाँ खासै सामानहरू त अब लानुपर्ने सामान त केही पनि देखिनँ मैले होइन। अब सामानहरू चाहिँ उता हाम्रो एरियाभन्दा सस्तोमा पाउँदो रहेछ। अनि मैले सक र एउटा हाफ प्यान्ट जान्गे लिएँ, मजा पनि चाहिन्छ। अहिले हामी घुम्दैछौँ, बजारको अवलोकन गर्दैछौँ। के छ, चस्मा लाउनु पर्ने हो नि। के हो यो? यो सुन हो यो? हाँ? हामी अब घुमघामको काम सिक्यो। मेरो प्यारो भान्जाले एउटा आइफोन लिनुभयो। अब हामी जाँदैछौँ। ल हामी अब यो ठाउँबाट चाहिँ अब रिटर्न हुनुको लागि बस पार्कमा आइपुग्यौँ।
बजी हामी किनभने हामी पठाउँछ छोरीबाट स्थानमा लाग्नु